लाइसेन्स निकाल्नुको लागि लिखित र ट्रायल पास गर्नुपर्छ। लिखित त कतिपयलाई साह्रो गाह्रो हुँदो रहेछ क्यारे। 25वटा क्वेसन हुन्छ लिखितमा, जसमध्ये 15वटा करेक्ट एन्सर्स दिनै पर्ने रहेछ। 15 भन्दा तल कम भयो भने तपाईँ फेल। र झनै दुःख लाग्दो कुरो के भन्दाखेरि फेल भइसकेपछि लिखित फेल भयो भने 3 महिना कुर्नुपर्ने रहेछ। 90 दिन कुरेर फेरि लिखितको फर्म सुरुबाट भरेर फेरि लिखित दिनुपर्ने अवस्था। त्यसैले लिखित चाहिँ पास गर्नुपर्ने रहेछ साथी हो। वेयरएज ट्रायलको केस फरक रहेछ। ट्रायलमा एकचोटि बिग्रियो भने अर्को 3 चोटिसम्म तपाईँले ट्राई गर्नु पाउने रहेछ, जसलाई रिट्रायल भन्दो रहेछ। 18 महिनासम्ममा तपाईँले 3 चोटि प्रयास गरेर निकाल्नुभयो भने भयो, नभए त्यो पनि फेरि